मेरा प्रतिस्पर्धी हुनुहुन्छ प्रदीप गेवाली हुनुहुन्छ, मेरो एकदमै आदर छ, सम्मान छ। र चन्द्र भण्डारी हुनुहुन्छ, मेरो एकदमै आदर छ, सम्मान छ। सुदर्शन बरालजी हुनुहुन्छ, मेरो एकदमै आदर छ, सम्मान छ। तर तीनै जनामा हुने गुणहरू, हाम्रो प्रदीप गेवालीको जुन शालीनता छ मेरो एकदमै सम्मान छ त्यसमा, चन्द्र भण्डारीको बौद्धिकता छ त्यसमा मेरो सम्मान छ, सुदर्शन बरालको जुन क्रान्तिकारी क्षमता छ त्यो पनि मैले डडेलधुरामा गएर पस्किसकेको छु। त्यही भएर तीनै जनाको क्षमता जुन छ त्यो चाहिँ मैले कभर गर्न सक्छु, त्यो ममा छ। त्यही भएर मैले कांग्रेस एमाले माओवादीलाई मैले अनुरोध गर्न के चाहन्छु भन्दै गर्दाखेरि तपाईहरुले तीनजनालाई भोट दिनु पर्दैन, तपाईले तीनजनालाई भोट दिनु पर्दैन, तीनजनाको भोट मैलाई दिनुस्, मैले उहाँहरुको सबै चिज कभर गर्ने, मैले सबै कभर गर्छु, मैले सबै कभर गर्छु। मेरो प्रदीप गेवालीलाई पनि अनुरोध छ, चन्द्र भण्डारीलाई पनि अनुरोध छ, सुदर्शन बरालजीलाई पनि अनुरोध छ, यही बसौं, यही डिबेट गर्न म तयार छु, मलाई केही समस्या छैन। तपाईहरुको योजना अहिलेसम्म के गर्नुभयो र अब गर्ने के हो, आधार के हो? मेरो बुवा उमेरको पनि हुनुहुन्छ, मेरो सम्मान छ, आँखामा राख्नुपर्ने छ। र अर्को खुसीको कुरा, राम्रो कुरा पनि के हो भन्दै गर्दाखेरि एमाले भित्र पनि राम्रो उम्मेदवार को हो भन्दै गर्दा प्रदीप गेवाली हुनुहुन्छ, कांग्रेस भित्र पनि राम्रो को हो भन्दाखेरि चन्द्र भण्डारी हुनुहुन्छ। त्यही भएर मलाई यो चाहिँ राम्रो लाग्छ के, गुल्मी जिल्लाको यो पहिचान हो जस्तो लाग्छ। त्यो हुँदै गर्दाखेरि मेरो हजुरहरुलाई अनुरोध के हो भन्दै गर्दाखेरि उहाँहरुलाई मेरो सम्मान छ। प्रतिस्पर्धी हुँदै गर्दाखेरि काखमा राख्न सकिन्छ, आँखामा राख्न सकिन्छ, समस्या छैन। तर गुल्मी जिल्ला भनेको त लोकसेवा आयोगमा प्रतिस्पर्धी हुने हो, नम्बर 1 हुने हो नि त। हामी त 60 मा 80 ल्याउने, 80 लाई जान्ने हो नि त, 60 लाई किन छान्ने हो र? मेरो अनुरोध के हो भन्दै गर्दाखेरि उहाँहरुले देशभरिका नेताहरू छान्दै गर्दाखेरि 100 मा 40-50 ल्याउनु होला। मेरो हजुरहरुलाई अनुरोध के भन्दाखेरि मैले 80 ल्याउँछु, त्यही भएर मलाई भोट दिनुस् भन्ने हो। उहाँहरुले गर्दै गर्नु भएन, गाली गलौजको राजनीति नगरौं भन्ने हो। त्यही भएर मेरो सम्पूर्ण गुल्मेली जनतालाई अनुरोध के छ भन्दै गर्दाखेरि यसपालि केही आँखा चिम्म गरेर चाहे तपाई कांग्रेस हुनुस्, चाहे एमाले हुनुस्, चाहे माओवादी हुनुस्, कांग्रेसको बिउ, कांग्रेसलाई फैलाउने पनि मेरै हजुरबा, अब एमालेको बिउ पनि मेरो हजुरबा यही नै हुनुहुन्छ। अब नाम नलिगाउँ, एमाले फैलाउने बिउ पनि यही हुनुहुन्छ हैन, अब माओवादीको साथीहरु यही हुनुहुन्छ। हुँदै गर्दाखेरि कांग्रेस एमाले भने पनि मेरै आमा बुवाहरु हुनुहुन्छ, मेरै दाजुभाइहरु हुनुहुन्छ। तपाईहरु यसपालि मैले अहिलेसम्म कुनै पनि पार्टीमा जोइन गरेको छैन, अहिलेसम्म कुनै पार्टीको संगठन पनि जोइन गरेको छैन। हुँदै गर्दाखेरि मैले अब एउटा पानी त होल्ड गर्नु पर्यो नि त, पानी त केहीमा राख्नु पर्यो, पार्टी चाहिँदो रहेछ, पार्टी नभई नहुँदो रहेछ। त्यो कारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी हो। तर हाम्रो लागि पार्टी नै सर्वसर्वा होइन, हाम्रो लागि देश सर्वसर्वा हो, हाम्रो लागि नैतिकता सर्वसर्वा हो, हाम्रो लागि इमानदारी त सर्वसर्वा हो। त्यही भएर एउटा माध्यम मात्रै हो पार्टी भनेको, तर सबै चिज होइन। तपाईहरुलाई अहिलेसम्म कांग्रेस एमाले माओवादीको पार्टी नै सर्वसर्वा हो, देश के पनि होइन भनेर दिमाग भुट्टिएको छ भने